नेपाल फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा धमाका गर्न तयार छ। हङकङ क्रिकेट संघको आयोजनामा नोभेम्बर 7 देखि 9 सम्म हुन लागेको हङकङ क्रिकेट 6 2025 का लागि नेपाली टोली घोषणा भइसकेको छ। शरद भेश्वाकरको कप्तानीमा 7 सदस्यीय टोली चयन गरिएको छ। टोलीमा शरदसँगै सन्दीप जोहरा, लोकेश बम, मोहम्मद आदिल आलम, बशीर अहमद, रूपेश सिंह र रशीद खान रहेका छन्। यो प्रतियोगिता शरदका लागि अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट हुनेछ। उनले यसपछि सन्यास लिने घोषणा गरिसकेका छन्। सहभागी 12 टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। हङकङ क्रिकेट 6 मा नेपाल पोल ए मा परेको छ। यस पोलमा नेपालसँगै दक्षिण अफ्रिका र अफगानिस्तान सामेल छन्। पोल बी मा अस्ट्रेलिया, इंग्ल्यान्ड र युएई छन् भने पोल सी मा भारत, पाकिस्तान र कुवेत तथा पोल डी मा श्रीलंका, बंगलादेश र हङकङ सामेल छन्। यस प्रतियोगिताको हरेक खेल 6-6 ओभरको हुनेछ भने एक टिममा 6 खेलाडी खेल्न पाउनेछन्। एक इनिङमा 4 खेलाडीले बढीमा 1 ओभर बलिङ गर्न पाउनेछन् भने एक खेलाडीले 2 ओभर बलिङ गर्न पाउनेछन्। सन् 2093 देखि सुरु भएको हङकङ सिक्सेस प्रतियोगिता पछिल्लो पटक 2024 मा आयोजना भएको थियो, जहाँ श्रीलंकाले उपाधि जितेको थियो। यो फर्मेट रमाइलो, छोटो र धमाकेदार हुनेछ। नेपाललाई साथ दिउँ, शरदलाई सम्मानपूर्वक बिदाई गरौं। सबै खेलको अपडेटका लागि स्पोर्ट्स परिवारलाई सदैव सम्झिराखौं।